वेलकम टु ढाब ड्याम। काठमाडौँको उत्तरतिर शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने ढाब ड्याम समुद्र सतहबाट करिब 2067 मिटर उचाइमा फैलिएको छ। प्रकृतिको सुन्दरता र शान्तिको प्रतीक मानिने यो ड्याम हरियो वनबीच फैलिएको नीलो पानी, पन्छीको चिरबिराट अनि शुद्ध हावाको स्पर्शले यहाँको वातावरणलाई जादुमय बनाउँछ। यहाँ आइपुग्दा लाग्छ सहरको कोलकोलाबाट छुटिएर आत्मासँग एकाकार भएको अनुभूति। हिमालको पृष्ठभूमि, तालको छाया र हरियालीको विस्तार। ढाब ड्याम एउटा यस्तो ठाउँ हो जहाँ प्रकृतिले आफ्नै भाषामा शान्ति लेखेकी छ। जो पनि ढाब ड्याम आउनुहुन्छ उहाँले योभन्दा धेरै कुरा महसुस गर्नुहुन्छ, जस्तै शान्ति, हरियाली र प्रकृतिको न्यानो स्पर्श। यहाँको चिसो हावा, सुगन्धित वनस्पति र शान्त तालको पानी यी सबैले सहरको तनाव बिर्साइदिन्छन्। घामको किरण पानीमा टल्किँदा, पहाडको रेखा आकाशसँग मिसिँदा ढाब ड्याम एक सुन्दर चित्र झैँ देखिन्छ। यो ठाउँले सम्झाउँछ सुन्दरता खोज्न धेरै टाढा जानु पर्दैन। कहिलेकाहीँ त्यो यहीँ हाम्रो वरिपरि पनि लुकेको हुन्छ। आजको हाम्रो यात्रा सुरु हुन्छ चक्रपथ, चाबो हिल हुँदै बौद्ध गोकर्णेश्वर हुँदै सुन्दरी जलको बस पार्कसम्म हामी बसमा जान्छौँ। आउनुहोस्, सुन्दरी जल बस पार्कपछि हाइकिङ सुरु गर्ने ठाउँबाट हाम्रो यात्रासँग अगाडि बढौँ है त। सो यहाँबाट चाहिँ हाम्रो अब ट्रेकिङ सुरु हुन्छ है त। यताबाट हाम्रो पुरानो बाटो जानुपर्ने हुन्छ। यो बाटो माथिसम्म हो है त। सो अब हाम्रो ढाब ड्यामको लागि हाइकिङ चाहिँ यहाँबाट सुरु हुन्छ है। एकदम यो पनि पुरै जङ्गलको बाटो यस्तो टाइपको छ है। अब यहाँबाट हाम्रो सुरु हुन्छ अनि अब हामी कहाँसम्म पुग्छौँ, माथि ढाब ड्यामसम्मै पुग्ने त होइन। त्यहाँ पुगेपछि चाहिँ हामी भेट्नुपर्छ है त। अब हामी बाटोबाट सब के छ म सब अपडेट गराइहाल्छु। आज तपाईँहरूलाई फुल गाइड हुनेवाला छ है त। सो तपाईँहरू त्यहाँबाट भित्र छिर्न थालेपछि पछाडि चाहिँ माथि हिँड्न यस्तो बाटो छ है। यस्तो कालो बाइकहरू जाने बाटो छ। यो बाटो तपाईँहरू हिँड्न थालेपछि पछाडि चाहिँ त्यो बाइकहरू गइरहेछ। कहाँसम्म छ क्या यो, माथिसम्म नै हो कि कहाँसम्म छ अब हेर्दै जाउँ। त्यस पछाडि तपाईँहरू त्यहाँबाट माथि हिँड्न थालेपछि पछाडि चाहिँ खाजा खानेहरू छ है। अनि खाजा खाएर चाहिँ ब्रेकफास्टहरू गरेर नि तपाईँहरू यताबाट यसरी उकालो बाटोहरू चाहिँ हिँड्न सक्नुहुन्छ। कहाँसम्म छ त्यहाँबाट चाहिँ हेरौँ है त। सो अब ठ्याक्कै तपाईँको के अरे सुन्दरी जलको बस पार्कबाट चाहिँ माथि हिँड्न थाले पछाडि 10 मिनट जति हिँडे पछाडि चाहिँ हामी यहाँनिर निकुञ्ज प्रवेशमा आइपुग्छौँ है। अब यहाँनिरबाट टिकटहरू के कति हुन्छ अनि म देखाएर म भन्छु नि है त। सो अब तपाईँ टिकटको कामहरू सब भइसक्यो होइन। टिकटको चाहिँ दुईवटा टिकटको 200 रुपियाँ, एकजनाको 100 रुपियाँ नेपाली नागरिकको लागि रहेछ होइन। अब यो बाटो यस्तो छ, यो ड्यामबाट ल्याएको पाइप होला क्या यो। सो न अहिले चाहिँ हामी ठ्याक्कै कहाँ आइपुग्यौँ भन्दाखेरि यहाँ आइपुग्यो ल। यस्तो छ है, यताको चाहिँ यस्तो छ है त। यता झन् बवाल छ र। यदि तपाईँहरूलाई केही आपत केही इमर्जेन्सी पऱ्यो भनेदेखि यो नम्बरमा नेपाली सेनालाई फोन गर्न सक्नुहुन्छ है। अनि जथाभावी फोहोर नगरिदिनु होला, कृपया सफा राखिदिनु होला यस्तो ठाउँहरूलाई। ठ्याक्कै हामी सुन्दरी जलबाट लगभग 20 मिनट जति पछाडि चाहिँ हामी ठ्याक्कै यहाँ सुन्दरी जल म्याप त देख्न पाउँछ होला। कता हो कता म्याप त हेर्नै नजान्नु त।
मूलखर्कदेखि चिसापानी 12 किलोमिटर रहेछ भनेपछि 12 किलोमिटर त रहेछ जम्मा होइन जम्मा यो अब धाब्रेम त चिसापानी भन्दा अगाडि हो नि त सो अघि मैले म्याप देखाएको पट्टिबाट चाहिँ माथिपट्टि आएपछि एउटा चेकिङ हुँदो रहेछ टिकटहरू है अनि तपाईँहरूको झोलामा के छ सबै चेकिङ हुन्छ त्यस पछाडिको रुट भने चाहिँ यस्तो छ सिधा छ अहिले त्यहाँबाट कस्तो छ यहाँ तल पुरै खोला खोला छ क्या यता अब माथिसम्म चाहिँ हामी जाँदैछौँ के छ सब आज हामी धाब्रेम पुग्ने प्लान हो तर अहिले कति टाइम लाग्छ त्यो पनि म सबै समय पनि भन्छु है त हामी 9:30मा चाहिँ यहाँ छौँ 9:30 भनेर चाहिँ 20 मिनट अगाडि 9 बजेतिर हामी चेकिङ गरेर लगभग आधी घन्टा भयो अहिले चाहिँ सो अब माथिसम्म पुग्दा चाहिँ के हुन्छ कति बज्छ त हाम्रो त्यो टाइमिङहरू म सबै भन्छु है त यहाँनिरबाट त्यो चेकिङबाट अब माथि आएपछि तपाईँलाई केही पऱ्यो भनेदेखि चाहिँ यो नम्बरमा कल गर्न सक्नुहुन्छ है आर्मीको नम्बर नेपाली सेनाको तपाईँहरू यहाँबाट आए पछाडि चाहिँ अब यतापट्टि सुन्दरी चल मन्दिर छ भनेपछि अब हामी यता ओख्रेनी जाने बाटो फेरि यो तल जाने बाटो पनि छ तलपट्टि जाने होइन यो सानो बाटो छ ओख्रेनी जाने भन्ने यो बाटो अगाडि बढ्नुपर्छ है त सो एकदमै बाटो चाहिँ झुक्किने छ है तपाईँहरू चाहिँ अलिकति याद गरेर आउनु होला बाटो माथि अलिकति आर्मी त्योबाट माथि आए चाहिँ झुक्किन्छ कता हो कता जस्तो हुन्छ जाने बाटो चाहिँ अब चाहिँ प्योर जङ्गलै छिर्यो अनि जाँदा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि माथि चढ्दाखेरि चाहिँ कहिले नै हतार गरेर नकुद्नु होला है तपाईँहरू कुद्दाखेरि तपाईँको खुट्टा एकदम त्यो दुखिरहन्छ क्या अनि तल झर्ने बेला झन् गाह्रो हुन्छ होइन सो बिस्तारै माथि जाँदाखेरि आरामले क्लामहरू जाने होइन बरु तल झर्ने बेलामा कुद्न सक्नुहुन्छ तपाईँहरू कुद्नुहोस् होइन तर माथि झर्ने बेलामा माथि जाने उकालो होला नि त अहिले पो तेर्सो यस्तो छ अहिले बाटो तेर्सै छ अहिले माथि उकालो गएपछि तपाईँहरूको खुट्टाहरू दुख्न थाल्छ नि त त्यो गरे पछाडि तपाईँहरू माथि चढ्न सक्नुहुन्न ओह्रालो झर्ने बेला पनि तपाईँहरूलाई एकदम गाह्रो हुन्छ है अनि त्यो सजेस्ट गर्न चाहन्छु म तपाईँहरूलाई अनि अहिले हाइकिङ जाने चाहिँ अहिले चाहिँ बेस्ट हो है अहिले चाहिँ बेस्ट हो है त्यो अब त्यही भएर अहिले नै तपाईँहरू चाहिँ धापेमतिरको चाहिँ तपाईँहरूको अब हाइकिङ प्लान छ 1 डे हाइकिङ स्याटरडे हाइकिङ प्लान छ भनेदेखि चाहिँ यो महिनाभित्रमै तपाईँहरू जानु होला है त तपाईँहरू यताबाट आउँदाखेरि चाहिँ यताबाट पुल एउटा हुन्छ अनि अगाडि जाने बाटो छ भने हामी चाहिँ पुलबाट जानुपर्ने हुन्छ त्यो पुलबाट अगाडि बढ्नुपर्ने हुन्छ है त अब यस्तो छ पुलको अवस्था चाहिँ तर यो पुल तरेर अगाडि बढिसके पछाडि चाहिँ अनि हामी फाइनल्ली अगाडिबाट त्यहाँबाट माथि उकालो जाने बाटो छ अनि उकालो चढ्नुपर्छ है त अब चाहिँ यहाँ तल यस्तो छ है यता यस्तो छ यता यस्तो छ पौडी पनि खेलिदिन्छ होला क्या यो अनि यहाँबाट लगेर यहाँको यो पानी यो खोलाको पानी पनि काठमाडौँको खानेपानीमा जान्छ जस्तो लाग्छ मलाई होइन किनभने मेलम्चीको पानी ल्याएर यहाँ ड्याम बनाएर अनि सुन्दरी जलबाट बाँडेको छ नि त त्यही भएर चाहिँ है त अब हामी यहाँबाट अगाडि बढ्छौँ बाटो अब चाहिँ उकालो छ है त यो बाटोबाट उकालो आयौँ होइन उताबाट अनि यहाँ आएपछि एउटा यताबाट जाने बाटो छ अर्को एउटा यताबाट जाने बाटो छ है यसमा चाहिँ धेरै झुकिन सक्छ है अब यताबाट गयो भनेदेखि चाहिँ यो कच्ची बाटो छ यताबाट जाने होइन अब हामी यताबाट यो बाटो अगाडि जानुपर्छ है त यो बाटोबाट अगाडि जाउँ यहाँसम्म आइपुग्नलाई चाहिँ त्यो मान्छेहरूले भन्छ नि जिन्दगीमा धेरै उतार चढाव चढेर यहाँसम्म आयो भन्छ नि त्यस्तै थियो यो बाटो पनि ल तल माथि गर्दै है बल्ल आइपुग्यो अब यहाँनिर अब यहाँबाट चाहिँ पुरै रोडै यस्तो छ यताको बाटो चाहिँ यस्तो छ होइन अनि तपाईँहरूले अलिकति दिमाग चाहिँ के लाउनु पर्ने हुन्छ भनेदेखि खोला त्यो जता बगिरहेछ नि तल आइरहेछ भनेदेखि हामी चाहिँ माथि जानुपर्छ है खोला बगेको साइड होइन कि अर्को साइड माथि जानुपर्ने हुन्छ होइन अनि यतातिर चाहिँ हल्का बाइकहरू 1-2टा बाइकहरू पनि भेटिन्छ होइन हामी ट्रेलै किन गर्ने हामी हिँड्ने नै किन हिँड्ने हामी बाइकमा जान्छौँ ढाप्याम हेर्छौँ आउँछौँ भन्नुहुन्छ भनेदेखि तपाईँहरू बाइकमा पनि जान सक्नुहुन्छ है त यसरी यो खोला तल गइरहेछ नि त सो हामी चाहिँ माथि जानुपर्छ है त सो आफ्टर कति मिनट हिँड्यो थाहा छैन मलाई है आधी घन्टा हिँड्यो होला रोड नछोडिकन आउनुहोस् यस्तो त्यसपछि हिबन भनेको एक होला
एज यु क्यान सी गाइज। त्यसपछि अब हामी फेरि यो बाटो जाने हो नछोडिकन है। म कहाँसम्म भन्छु पुरा भिडियो हेरेर आउनेलाई चाहिँ एकदम सजिलो हुनेवाला छ है त आज। पुरै रोड नन जाने हो है त अब। यहाँ छ कि यता छ क्या रोड, यहाँतिर छ क्या रोड। अब हामी यतैबाट जान्छौँ होइन। यो रोडमा भेट्नुपर्छ त्यहाँ रोड नै यति घुमेर यताबाट यतै यो माथितिर आएको छ जस्तो लाग्छ मलाई होइन। के छ सबै हेरौँ अब एक न एकचोटि रोडमा पुगिहाल्छौँ हामी। लो सो रोडमा गएपछि म अपडेट गर्छु है त। यताबाट आउँदै गर्दाखेरि चाहिँ एउटा यताबाट जाँदाखेरि एउटा झर्ना आउँछ है। त्यता नगइकन एउटा सोलिङ गरेर बाटो माथि छ। यो बाटो माथि जानुहोस् अनि त्यसपछि माथि गएर पल्लो गाउँ जानुपर्छ अरे। अब यो बाटो रङ भएछ क्या हामी घुमेर होइन भुलेछौँ। सो सोधेर आएको यतै भन्दै थियो कता के भने अनि अब सो यताबाट जाउँ अनि म देखाउँछु है तपाईँलाई रुटहरू। यहाँनिरबाट चाहिँ दुईवटा बाटो छ होइन। एउटा यताबाट आएपछि एउटा माथिबाट जान्छ भने एउटा यताबाट जान्छ। यहाँ सानो एउटै ढाबड्याम भनेर लेखाएको छ। यो चाहिँ बाइकहरू जानलाई उता माथिबाट गयो नि हुन्छ त्यो डाँडाबाट सिधा जाने छ दुईवटाबाट जुन बाटो गयो नि हुन्छ है त अब चाहिँ ल। सो अब हामी रोड छोडेर चाहिँ अहिलेको त्यहाँ मैले लेखाएको बोर्डबाट चाहिँ रोड छोडेर अब हामी यो बाटो जान थाल्यौँ यताबाट। यो गाडी चाहिँ नहिँड्ने रहेछ तर मान्छेहरू हिँड्नलाई चाहिँ ठिक छ। यो बाटो जाउँ अनि बिचमा म अपडेट गराउँछु अनि टाइम पुग्नुपर्छ है त। आयो चाहिँ यहाँबाट माथिबाट आयो चाहिँ यताबाट तल जाने, एउटा चाहिँ यताबाट यस्तो खोल्सा टाइपको अनि यता जाने बाटो छ। अब यता सिधै जानुपर्छ है त। यो बाटो सिधा नछोडिकन जाने रे होइन। त्यस पछाडि बाटो कति छ नि थाहा छैन, के हो नि थाहा छैन। आनन्दले चिलेक्समा हिँडेको छौँ। भरे फर्केर तल आइपुग्नु पर्ने हो होइन। ल अब यता हिँड्दैछौँ हामी। यता यस्तो छ क्या बाटो त इभन है टक्कै ल। सो अहिलेसम्मको हाम्रो एक्सपिरियन्स अनुसार चाहिँ होइन अलिकति बुझेर अलि राम्रोसँग हिँड्नुपर्ने रहेछ। हामी पनि बुझेर त हल्का बुझेर अब म भिडियो सिडियो हेरेर आएको थिएँ। अरूको के भयो भने त्यहाँ दुई चारजना मान्छेहरू थियो कि अनि ओख्रेनी जाने बाटो र ढाप्याम जाने बाटो फेरि छुट्टै रहेछ। यो कुरा चाहिँ तपाईँहरूले याद गर्नुपर्ने रहेछ है। अनि ओख्रेनी जाँदाखेरि अर्कै बाटो जाने रहेछ भने ढाप्याम जाँदा अर्कै बाटो हुने रहेछ अलि माथि आएपछि। त्यही भएर तपाईँहरू पनि नझुकिकन एकदम बरु मान्छेलाई सोधेर आउँदा चाहिँ बेस्ट हुन्छ है। अनि ढाप्यामसम्म नै भेकलमा जान खोज्नु भएको छ भनेदेखि अहिले चाहिँ म यो टाइमको लागि अहिले म आउँदाखेरिसम्मको लागि चाहिँ डोन्ट रिकमेन्डेड भन्न चाहन्छु होइन। किनभने एकदम बाटो घज्याङ तल माथि पुरै राम्रोसँग बाइक पनि नजाला जस्तो बाटो छ क्या। अब तपाईँहरूलाई एक्सपिरियन्स छ होइन जाने हो भने त सक्यो। तर मेरो अनुसार चाहिँ म चाहिँ अहिले चाहिँ डोन्ट रिकमेन्डेड भन्न चाहन्छु है तपाईँहरूलाई। अनि यस्तो छ क्या बाटो यतिकोसम्म त ओके छ होइन मजाले जान्छ। तर अहिले म आयो भने म तपाईँहरूलाई देखाउँछु है त्यो कस्तो बाटो छ भनेर। लास्ट खतम छ क्या बाटोहरू चाहिँ यस्तो छ है गाडी यस्तो छ है पुरै यस्तो छ। यो बाटोमा चाहिँ नट रिकमेन्डेड किन भन्दाखेरि म देखाउँछु तपाईँहरूलाई। यस्तो छ बाटो यस्तो छ। यस्तोमा कसरी लिएर जान्छ भन्नु त तपाईँहरू आफै गेजाङ हिलो छ है फोर आमा लास्ट हिँड लाग्ने बाटो यस्तो छ ल बाटो। ल यस्तो बाटोमा लानु सक्छ त ल आमा। सो गाइस तपाईँहरू ढाबामा आउँदाखेरि चाहिँ होइन यो खोला चाहिँ तपाईँहरूले यहीँ रोड थियो यो खोला भेट्नु भयो भएन त्यो पनि कमेन्ट गर्नु है त। एउटा चाहिँ कमेन्ट गर्नु है यो खोला यहाँ भेट्नु भयो बाटो यस्तो छ ल। अनि भेकल आएर हुन्छ त यस्तो छ है त। यो ढाब्राम जानलाई चाहिँ अब यो खोला भेटेपछि चाहिँ यो खोला नछोडिकन सर बाटो रोड जाने रहेछ। नछोडिकन जानुपर्छ अनि कहाँ पुगेर छोड्नुपर्छ भनेर चाहिँ म भन्छु। अनि त्यहाँबाट थाहा होला नभएदेखि चाहिँ नछोडिकन रोड जाने हो है त। सो अब हामी तल बाटोबाट आएपछि चाहिँ यहाँ एउटा बस्ने ठाउँ रहेछ है। अनि यताबाट हिबुङ जाने रहेको त सिधा अनि ढाब्राम जानलाई चाहिँ यताबाट जानुपर्ने रहेछ है त। अब 3 किलोमिटर रहेछ लगभग आधी घन्टामा पुगिन्छ। सो गाइज अब चाहिँ हामी यताबाट आएको थियौँ त यताबाट आएर अब यो तपाईँहरूले
रोड नछोडिकन आउनुभयो भनेदेखि चाहिँ त्यताबाट आउँदाखेरि रोड नछोडिकन जाने रहेछ होइन धाप ड्यामको लागि। सो रोड नछोडिकन आउनु होला है। पछाडि यस्तो भ्यू पोइन्ट दामी छ नि त भएन है। यस्तो कस्तो बवाल आइरहेछ क्या है। यस्तो पुरा गाउँहरू दामी हेर्नु नि त्यो आकाश पनि क्या खतरा देखिरहेछ। ल अब यताबाट जानुपर्छ है त नछोडिकन रोडै रोड जाउँ है त। ल अब हामी 3 किलोमिटर त्यो पसलबाट अघि हामी सामान किन्छौँ भने पसलबाट चाहिँ 3 किलोमिटर हिँडेपछि चाहिँ हामी यहाँ आइपुग्यो ड्याम आइपुग्यो है त। ल फाइनल ड्रिम कम ट्रु भने जस्तै भयो त यहाँ त हेर अब ड्रिम कम ट्रु भने जस्तै भयो। यो एउटा ड्रिमै जस्तो बिहानदेखि कुदाएछ है। ठुलै छ जस्तो ड्याम त। ल अब हेरौँ है त तल। सो फाइनली अब लगभग 3-4 घन्टा चाहिँ हिँड्ने है धाप ड्यामकै लाग्यो भने 3-4 घन्टा हिँडिसकेपछि चाहिँ हामी फाइनली धाप ड्याम आइपुगिसकेको। सो धाप ड्यामको चाहिँ अब म सबै क्लिपहरू तपाईँलाई सिनेमेटिक मोडमा अलिअलि देखाउँछु है त। ठ्याक्कै लगभग 4 घन्टा जति हिँडे पछाडि चाहिँ हामी फाइनली धाप ड्याम आइपुगेका छौँ। हेर्नुहोस् एज यु क्यान सी गाइज, तपाईँले हेर्नु सक्नुहुन्छ धाप ड्याम है कस्तो छ। ल हेर्नुहोस्। सो तपाईँहरू पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ प्लिज यो भिडियोलाई चाहिँ अगाडिदेखि लास्टसम्म हेरेर अगाडि आउनु होला है। बरु यो डाउनलोड गरेर आउँदा नि हुन्छ। तपाईँहरूलाई रुट चाहिँ एकदम गाह्रो क्या। सो रुट बुझ्नै गाह्रो। एकचोटि रुट बुझेर राम्रोसँग बुझेर आउनु हो भनेदेखि चाहिँ तपाईँलाई एकदम सजिलो हुन्छ होइन। त्यही भन्न चाहन्छु म। अनि त्यस पछाडि अब हल्का इन्जोय गरेर चाहिँ हामी जान्छौँ है त। यस्तो त्यो पुरा छिलिक हानेको त्यो पनि देखाएको थिएँ मैले, त्यो पनि मिल्यो भने म क्याप्चर गर्छु है त। ल